तिहारको भाइटीकाको कथा। एक समयको कुरा हो, धेरै वर्ष अघि जब पृथ्वीमा मानिसहरू नयाँ नयाँ काम सिक्दै थिए, त्यो बेला स्वर्गमा यमराज र यमुना नामका दाजुभाइ बस्दथे। यमुनालाई आफ्नो दाइ यमराज निकै प्रिय थिए, तर यमराज त मृत्युलोकका राजा सधैँ व्यस्त, कहिल्यै घर आउँदैनथे। एक दिन यमुनाले देवताहरूसँग मनमा सानो इच्छा राखिन्। यदि मेरो दाइ मेरो घरमा आउनुभयो भने म उहाँको आरती गर्छु, उहाँलाई टीका लगाउँछु अनि सधैँ मेरो दाइ दीर्घायु रहून् भनेर वर माग्छु। त्यो इच्छा सुनेर भगवान विष्णुले यमराजलाई सम्झाए, तिम्री बहिनी धेरै दिनदेखि तिमीलाई भेट्न पर्खिरहेकी छे, एक दिन त उनलाई भेट्न जाउँ न। त्यसपछि यमराजले सोचे, आज म कोही आत्मा लिन जान्न, बरु आफ्नो बहिनीलाई भेट्न जान्छु। त्यो दिन यमुनाले दियो बालेर घर सजाइन्, फूलको माला, मिठाई, टीका सबै तयारी गरिन्। जब दाजु घर आए, उनले दाजुको आरती गरिन्, सप्तरङ्गी टीका लगाइन्, मिठा खानेकुरा खुवाइन् र भनिन्, दाइ, म तपाईलाई दीर्घायुको वर दिन चाहन्छु। त्यसै दिन यमराज निकै खुसी भएर भने, आजदेखि जसले बहिनीको हातबाट टीका लगाउँछ, उसले अकालमा ज्यान गुमाउन पर्दैन। त्यही दिनदेखि भाइटीका मनाउने चलन सुरु भयो अनि यमुनाले दियो बालेर संसारभर उज्यालो फैलाइन्। त्यही दीप उज्यालो नै तिहारको पहिलो दियो हो। मानिसहरूले यो दिन सम्झेर प्रत्येक वर्ष 5 दिनसम्म उत्सव मनाउन थाले। काग, कुकुर, गाई, लक्ष्मी र भाइटीका गरी 5 दिनको तिहारमा देउसी भैलो खेलेर रमाइलो गर्ने गरिन्छ। नेपालको दोस्रो ठूलो चाड तिहार हो। तिहारलाई दीपावली र 5 दिनसम्म मनाउने भएकोले यमपञ्चक पनि भनिन्छ।